साथीहरु के तपाईहरु पनि आईपीओ भर्ने गर्नुभएको छ र नयाँ आईपीओ को पर्खाइमा बसिरहनु भएको छ? यदि त्यसो हो भने आईपीओ खुलाउने कम्पनीहरुमा फेरि अर्को एउटा नयाँ कम्पनी थपिएको छ। नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नको लागि फेरि अर्को एउटा नयाँ कम्पनीले आवेदन दिएको छ र कम्पनी कुन हो त? ग्लोबल हाइड्रो पावर एसोसिएट्स लिमिटेड हो साथीहरु। अब यो ग्लोबल हाइड्रो पावर एसोसिएट लिमिटेडले पनि बोर्डले अनुमति दिने बित्तिकै आईपीओ निष्कासन गर्नेछ। अब यो आजको भिडियोमा चाहिँ यो ग्लोबल हाइड्रो पावर एसोसिएट लिमिटेडले कति रुपैयाँ बराबरको कति किता आईपीओ खुलाउनेछ, यो भर्न कति रुपैयाँ चाहिन्छ, यो कति जनालाई पर्छ, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र साथीहरु यदि तपाईहरु पनि यस्तै यो आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईहरु पनि त्यस्ता अपडेटहरु आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। र साथीहरु आउनुहोस् अब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौं। साथीहरु फेरि एउटा नयाँ कम्पनीले धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नको लागि आवेदन दिएको छ र नयाँ कम्पनी कुन हो त? ग्लोबल हाइड्रो पावर एसोसिएट लिमिटेड हो साथीहरु। अब यो ग्लोबल हाइड्रो पावर एसोसिएट लिमिटेडले पनि बोर्डको अनुमति पाइसकेपछि आईपीओ निष्कासन गर्ने भएको छ। धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। बोर्डले अनुमति दिने बित्तिकै यसले पनि आईपीओ निष्कासन गर्नेछ। यो कम्पनीले चाहिँ जम्मा 58 करोड 30 लाख रुपैयाँ बराबरको 58,30,000 किता आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको छ। बोर्डले स्वीकृति दिने बित्तिकै यसले पनि यो 58,30,000 किता आईपीओ खुलाउनेछ। यो चाहिँ हाइड्रो पावर सेक्टर अन्तर्गतको कम्पनी रहेको छ भने यसको मूल्यको कुरा गर्नुपर्दा यो 100 रुपैयाँ अंकित मूल्य भएको शेयर हो। एक किताको 100 रुपैयाँ पर्ने हुन्छ, 10 किता भर्दा 1000 रुपैयाँ लाग्ने हुन्छ र यसको बिक्री प्रबन्धक चाहिँ लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। र यसरी चाहिँ अब यसले आईपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। बोर्डले अनुमति दिने बित्तिकै यसले पनि आईपीओ निष्कासन गर्नेछ। यसले चाहिँ जम्मा 58,30,000 किता आईपीओ खुलाउनेछ। यो भनेको टोटल किता हो। वैदेशिक तर्फ स्थानीय कर्मचारी सामूहिक लगानीको सर्वसाधारण सबैलाई गरेर टोटलमा 58,30,000 किता आईपीओ यसले खुलाउनेछ। यदि यो टोटल कितालाई अहिले नै 10 किताको दरले भाग लगाउने हो भने 5,83,000 जनालाई यो 10 किताको दरले पर्ने हुन्छ। र मैले जानकारी गराइरहेको छु यो चाहिँ टोटल किता हो। 58,30,000 किता टोटल किता खुल्नेछ। वैदेशिक स्थानीय कर्मचारी सामूहिक लगानीको सर्वसाधारण सबैलाई गरेर टोटलमा 58,30,000 किता आईपीओ यो ग्लोबल हाइड्रो पावर एसोसिएट लिमिटेडले निष्कासन गर्नेछ। धितोपत्र बोर्डमा आवेदन परिसकेको छ। अब बोर्डले स्वीकृति दिने बित्तिकै यसले पनि आईपीओ निष्कासन गर्नेछ। र साथीहरु यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा यो ग्लोबल हाइड्रो पावर एसोसिएट लिमिटेडले धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नको लागि आवेदन दिएको हुनाले अब यो कम्पनीले जम्मा कति रुपैयाँ बराबरको कति किता आईपीओ खुलाउनेछ, यो भर्न कति रुपैयाँ चाहिन्छ, कति जनालाई पर्छ, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी गराए। यदि तपाईहरु पनि यस्तै यो आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईहरु पनि त्यस्ता अपडेटहरु आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त धन्यवाद।